नमस्कार सर। हजुर के गर्दै हुनुहुन्छ? छाता सहित उभिएर छाता उराहरू डन्नीमा खेतमा गाड्नु भएको छ। खानी यत्रो भटास पर्छ यो भटमास हो। अनि यही खेतमै उ गर्नुहुन्छ र? अनि कहाँ लान्छ त यही बेच्ने त हो नि। ल्याउनुहुन्छ? ठेकदारले लान्छ अनि हामीहरू पनि प्लास्टिक लिएर आएको एउटा एउटा केजी दिनुहुन्छ नि है? किन नदिनु? दिनुहुन्छ? केजीको कसरी छ दिदी? केजीको त 120 हो नानी। ठिक छ। अनि हजुर दिदी हजुर दुईटैको एउटै हो? एउटै हो? एउटैजनाको? अब हामीले कति केजीसम्म दिन सक्नुहुन्छ? लग्यो भने त म बोरै बोरा त हामी बोरा त हामी लिन सक्दैन। 1 केजीसम्म दिन मिल्छ भने दिनु होला के अरे? किन नमिल्नु? साउजी हुन्छ साउजीलाई सोध्नु क्या पर्ला म। दाइ नमस्कार। हजुर हजुर साउजी हुनुहुन्छ? साउजी भाउजूले बनाइदिनु भएको। ल हामीलाई अब 120 भन्नुभयो। 120 भन्नु 100 रुपियाँ दिनुहुन्न केजी? ल एउटा केजी मलाई र दिदीलाई बनाइदिनु त। खेतमै आयो हुनाले होइन है? ल झोलामा हालिदिनु त दिदी। कि हामीलाई अन्दाजमा त नि हामीलाई त बढी आउँछ होला। अब अलि ऊ कमै आउँथ्यो होला। अब त्यतिकै दिएपछि त अब 1 किलो नि बढी हुन्छ होला सायद। बढी आउँछ होला। ल हेर्नु त वेट गर्नु त 1 केजी भन्दा बेसी भइसक्यो। थ्याङ्क यू धन्यवाद। अब एडिटिङमा आदि गर बाँकी छ आज एक सक्नु पर्यो। हामी खाएर भोलिसम्म सक्छ। 4-5 जना लिएर आउनु न ठेक्दैन तपाईँहरूले दिउँला नि। हस् दिदी। हजुर यो भटमास के गरी कसरी खानुहुन्छ? खान्छौँ उसिनेर तरकारी बनाएर हजुर तेलमा फ्राई गर्ने। हजुर अनि मजाले झोल हाल्ने हो। मलाई त उसिनेर भुटेर खाने तरिका मात्रै थाहा थियो। हजुरले कर्कलो सबै हालेर खाने मिल्ने। केजीको कति रुपियाँ? 100 रुपियाँ। अब अर्को दिदीले दिन लाग्नु भयो 2 केजीको 200 रुपियाँ। अब भोलि हामी 3-4 जना लिएर आउँछौँ। आजको जेल्ला उठ्यो। ओके बाई बाई दिदी। भोलि भेटौँला है दिदी है।